हेलो साथीहरू, तपाईँहरूले चाहिँ मेरो नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ मैले के कुराहरू रोपेको छु थोरै देखाउन गइरहेको छु। यो चाहिँ मैले चाहिँ हजारीको बिरुवा राखेको के फुल रोप्नको लागि। अनि सबै कुखुरा छितरीहरू यस्तो बनाइदिएको छ कि अनि बारी टाढो छैन, घरको नजिक छ, अनि त्यही भएर घरको अगाडि छ कि बाहिर, त्यही भएर सबै कुरा यस्तो गराइदिन्छ। जे गराए पनि सबै छितरेर अनि सबै पातहरू खाइदिएर अनि केही पनि राख्दैन, सबै मारिदिन्छ कि। अनि यो चाहिँ बल्ल बल्ल अलिअलि मात्र उम्रेछ, 3-4 चोटि मैले पुरिदिएर बल्ल उम्रेको सबै छितरेर। अनि चाहिँ अब चाहिँ यहाँनिर चाहिँ मैले के रोपेको छु भने चाहिँ यो चाहिँ आलु हो कि के भन्छन् रे, घरको आलु हो, सबै टुसाएको थियो, त्यही भएर मैले रोपिदिएको यसलाई चाहिँ। अनि यहाँनिर चाहिँ मैले चाहिँ यो चाहिँ खोर्सानी सिमला सिमला मिर्ची के भन्छ नि, त्यही हो कि खोर्सानीको बिउ त्यो राखिदिएको। यो पनि सबै कुखुराले छितरेर हेर्नु न, पातहरू खाइदिएर यस्तो गराइदिएको छ कि यस्तो झ्याउ लाग्छ नि कुखुरा देखेर पनि। धनियाँ पनि सबै यस्तो बनाइदिएको छ। यो चाहिँ धनियाँको बिउ कति दामी उम्रेको थियो, सब छितरेर यस्तो बनाइदिएको छ कि ढुङ्गा माटोहरू सबै थुपारेर जेक्राहरू हालिदिएर हेर्नु न, सबै पल्टाइदिएर यस्तो बनाइदिएको छ। पहिलाका त कुखुरा देखेर यस्तो रिस नि यस्तो बनाइदिएको छ कि के गर्ने। अनि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ करेलाको बिउ हो। मैले चाहिँ करेलाको बिउ राखिदिएको। अनि त्यसपछि यो चाहिँ मैले के भन्छ अरे टमाटरको बिउ कि यो चाहिँ घरै के भन्छन् रे खानको लागि लिनुभएको थियो। अनि त्यसको गेरालाई चाहिँ मैले निकालिदिएर अनि बिउ राखेर अनि त्यसपछि रोपिदिएको। त्यो पनि यस्तो भएको छ कि म त हुँदैन होला भनेको थिएँ, यसलाई यस्तो दामी भएको छ। अब चाहिँ यो पाक्ने टाइम आउन लागेको छ यसको चाहिँ। थोरै थोरै रोपेको यो चाहिँ योनिर चाहिँ यसलाई छ, यता मैले पहिलेनिर रोपेको हो, मतलब पहिले नै बिउ राखेको। अनि यहाँनिर त्यसको बादको अनि माथिनिर छ जो चाहिँ अहिले बढेको चाहिँ त्यो चाहिँ फेरि पछि लास्टनिर गराएको थिएँ। बिउ चाहिँ देख्न सक्नुहुन्छ अहिले यसरी फुलेर भर्खर पाक्न स्टार्ट गरेको छ कि यो त्यो पाकेको स्टार्टमा यस्तो छ देख्न सक्नुहुन्छ। तर किरा लागेको छ सबै। अनि यसमा चाहिँ के भन्छन् टमाटरहरूमा के चाहिँ खर्चहरू त्यस्तो केही पनि छैन कि, सिर्फ यसमा चाहिँ मिहिनेत मात्रै परेको मेरो। यसलाई चाहिँ यो गर्न बिउहरू बनाएर अनि त्यसपछि राख्न अनि यसलाई चाहिँ रोप्न अनि यस ठ्याङ्ग्राहरू हाल्न, यसमा मिहिनेत यति लागेको हो कि मलाई। अनि तर यसमा चाहिँ खर्च भनेको चाहिँ यसमा जुन छर्नको लागि पाउडरहरू लिएको थिएँ, अनि त्यसपछि भिटामिन अनि किरा मार्ने औषधि, अनि त्यसपछि जुन यसमा छर्ने हुन्छ नि त कम्पोस्ट भन्छ के भन्छ डब्बा के त्यो भिटामिनहरू छर्ने, त्यति मात्रै लिएको, बस त्यतिले चाहिँ त्यसमै खर्च हो, अरू चाहिँ छैन यसमा खर्च चाहिँ। अनि यहाँनिर चाहिँ यो पुरानो खोर्सानीको बोटहरू अनि यिनी चाहिँ पहिलाको हो, तर पानी दिएर अनि यस्तो भएको छ कि फुलेको छ। यो चाहिँ मैले नयाँ रोपिदिएको। योतिर चाहिँ यो रेसिपीको झालहरू छन् कि यहाँनिर चाहिँ मेवाको बोटहरू सानो सानो छन्, यसरी पलाइरहेको छ, देख्न सक्नुहुन्छ। खोर्सानीहरू पाक्दैछ कि यहाँनिर चाहिँ माथितिर देखेको चाहिँ अनि सबै झारहरू हो यिनीहरू चाहिँ। मेवाको बोट देख्न सक्नुहुन्छ फुलेको। यो चाहिँ मैले भिन्डी लगाइदिएको थिएँ। भिन्डी चाहिँ सबै पानी नपारेर यस्तो छ। यो चाहिँ अदुवा है, अदुवा रोपिदिएको यसमा चाहिँ। अनि यो सल्यान करेला के करेला भन्छ त्यसको बिउ हो। हाम्रो चाहिँ देख्न सक्नुहुन्छ थोरै थोरै घिउकुमारीको बोटहरू, घिउकुमारीमा चाहिँ के भन्छ त्यसको। अनि यहाँनिर चाहिँ मैले चाहिँ बदाम रोपिदिएको। अनि खाली ठाउँमा चाहिँ मैले चाहिँ टमाटरको बिउ पनि रोपिदिएको कि तर कुखुराले सबै खाइदिएर यस्तो बनाएको छ। यहाँ बाजी रोपेको छैन। अनि यहाँनिर गाजर सबै खाइदिएको छ कि यो चाहिँ सेमी हो, मैले चाहिँ रोपेको। अनि यहाँनिर चाहिँ के भन्छ अजिमेनको बोटहरू छ कि सबै चराले खाइदिएको होइन फेरि, त्यही भएर चाहिँ म 2-3 टा मात्र बचेको छ। अनि यहाँनिर चाहिँ ऊ चाहिँ के भन्छ टमाटर हो, यो पनि
अनि यहाँनिर पनि गाजर रोपेको चराले खाइदिएर चल्यो त्यो भने यस्तो छ कि। अनि यहाँनिर चाहिँ उसको के पनि खोर्सानीको बिउ राखेको मैले। अनि यहाँ चाहिँ गाजरै हो, यो पनि कुराले खायो, यति बचाइदिएको छ सबै। अनि यो चाहिँ लरी बुढा के पहिले यसरी लरा तानेको थियो, तर अरूको बाख्रा आएर सबै खाइदिएर फेरि अर्को चाहिँ लरा निकालेको छ कि। मैले जहाँ चाहिँ यसरी त्यहाँ देखेको छु कि भिडियोमा देखेको थिएँ त्यही अनुसार। अनि यो चाहिँ 32 सेमीको बिउहरू होइन रोपेको हो, यो चाहिँ भर्खर फुल्न स्टार्ट गरेको छ। अनि बजेको टमाटर चाहिँ मैले चाहिँ यहाँनिर यसरी रोपिदिएको छु कि, बाँकी चाहिँ जानु लगाउनुसित यो चाहिँ लगाइदिएको। अनि यहाँनिर मकै रोपेको सबै खाइदिएको कि कुखुराले, छैन मकै तलको साइडको ठुलो भएको चाहिँ यहाँ चाहिँ छैन। यिनी हरिया चाहिँ बदामहरू नै ओरा बचेको रोपेको, अनि त्यो चाहिँ उम्रेको बदामहरू हुन्। साइडको मकै देख्न सक्नुहुन्छ कति खाइदिन्छ, माथि चाहिँ सबै कुखुरा खाइदिएको। अनि यिनी चाहिँ पहिला रोपेको सिमी अर्कोचोटि पलाइरहेको थियो, अनि त्यही भएर मैले चाहिँ यसलाई चाहिँ बचाइदिएको थिएँ। फुलेको छ अर्कोचोटि पलाएर पनि, यो चाहिँ किन्तिर यस्तो छ। यहाँनिर चाहिँ मैले बदाम रोपिदिएको। अनि यिनीहरू चाहिँ फर्सीहरू हुन्। आजको भिडियो चाहिँ यहीसम्म मात्रै, अर्को भिडियोमा भेट्नु होला है।